तपाईले कुन विषय पढाउनुहुन्छ? तपाईलाई किन चाहियो? चाहिन्छ र? तपाईँ कहाँ आउनु भएको छ अहिले? आन्दोलनमा तपाईँ विषय सोध्ने हो कि आन्दोलनको मोडालिटीको बारेमा सोध्ने हो? 30 दिनसम्म हामी 29 दिनसम्म हामी मैदानमा छौँ। तपाईँ विषय सोध्नुहुन्छ। पहिला पत्रकारिता पढेर आउनुहोस् अनि बल्ल होइन म्याम, तपाईँको धर्मै थाहा छ। हो थाहा भन्नुहोस् कि मलाई एकजना साथीले यो प्रश्न शिक्षकलाई सोध्दै भनिदिनु भएको छ। के भन्नु भएको छ भने कक्षा 12 पछिको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी किन मलेसिया साउदी जाने अवस्था आएको छ, किन यो देश छोड्नुपर्ने स्थिति आएको छ, ब्याचलरको लेभलको पढाइ किन यो देशमा मैले गर्न पाइरहेको छैन भनेर तपाईँहरूले सोधिदिनु भनेको छ। ल किन यस्तो भइरहेको छ? होइन किन यस्तो हुन्छ भने 28 सालको हाम्रो पञ्चायती शिक्षा ऐन त्यो व्यवहारिक छैन, त्यो सैद्धान्तिक छ। गरी खाने शिक्षा 28 सालको शिक्षा ऐनले हामीलाई दिएको छैन। सिप दिने खालको शिक्षा हामीले दिन सक्थ्यौं भने ऊ बाहिरिन पर्थेन।